मेरो बाबु नानीहरूले चाहिँ युट्युबमा कता कता के खानेकुराहरू देख्छन्। देखेपछि मम्मी मलाई पनि यो खाना मन लाग्छ बनाइदिनु कि बनाइदिनु भनेर हैरान पारे साथीहरू। यो ब्रेड पुडिङ हो कि के रहेछ यसको नाम मलाई थाहा छैन होइन। अनि यो पकाउनलाई चाहिँ एउटा फ्राई प्यानमा चिनी सानो ग्यास बनाएर चिनी राखेर साथीहरू अनि घत्राइ गुत्रु गरेर एकैछिन पकाउन पर्ने रहेछ। अनि मैले पनि पकाएँ। त्यसपछि नानीको खाजा लाने टिफिनमा चाहिँ मसँग अरू भाँडो छैन नि त, टिफिनमै हालिदिएँ मैले। अनि 2-4वटा पाउरोटी के साथीहरू त स्पेसल पाउरोटी पनि घत्राइ गुत्रु भाँजभुज पारेर मिक्सरको भाँडामा राखिदिएँ। अब तिनीहरूले यो गर्नु मम्मी भनेर मलाई भिडियो देखाएको थियो होइन, त्यही भिडियो अनुसारले मैले बनाएछु साथीहरू, हेर्नु होला कस्तो हुन्छ भनेर। अनि 3टा अन्डा पनि राखिदिएँ कि साथीहरू, 3टा अन्डा पनि राखिदिएँ। फेरि एउटा ब्रेड थपिदिए पुग्दैन कि भनेर अनि एक मानामा अलिक थोरै जति दुध पनि राखिदिएँ। अनि यो छानिदिएँ कि फेरि त्यहाँ छान्न पर्छ अरे मम्मी भने त्यो छोरोले। अनि त्यसपछि अघि राखेको चिनी त यतिको सेट भइसकेछ क्या साथीहरू। अनि त्यसपछि अघि त्यो सबै घोलघाल पारेको त्यो पाउरोटी अन्डा दुध होइन, अनि यो माटे कराईमा राखेर मैले चाहिँ यस्तो यस्तो गरेर बसालिदिएँ। ठ्याक्क 25-26 मिनटपछि निकालेर यसरी हेरेँ। अब त्यहाँ 25-26 मिनटसम्म पकाउनु भन्थ्यो कि, एउटा सिन्काले घोचघाच गर्दाखेरि टाँसिएन भने चाहिँ त्यो पाकेको हुन्छ भनेको थियो कि त्यो भिडियोमा। अनि त्यही अनुसारले मैले मजाले पकाइदिएँ साथीहरू। अनि यो चक्कुले छेउछेउको चाहिँ सर्टसुट गरेर काटिदिएर एउटामा खनाको त साथीहरू प्लेटमा ओहो हेर्दै खाउँ लाउने भएको। छोरछोरी त्यही झगडा गर्न थाल्यो, छिटो के मम्मी तपाईँलाई भिडियो बनाउन पर्ने, छिटो दिनु भनेर यहाँ दिमाग खराब गरिसके साथीहरू होइन। हेर्दाखेरि त ओहो मुखमै पानी आउला जस्तो भएको। अनि नानी बाबुले यति मिठो मानेर खाए साथीहरू है। के हेर्ने अचेलको बच्चाहरूले त हेरेछन् मोबाइलमा, यही पकाइदिनु भनेछन्। मेरो त दिमागै खराब गर्ने। अनि त कति मजाले खाएँ। मम्मी भोलि स्कुलको खाजा पनि यही बनाइदिनु अरे। बनाउनु खाजा मैले तिमीहरूलाई बरु केही पनि नलैजा भोकै जाऊ बरु खाजा मैले यो बनाइन्न भने। यिनीहरूले त साथीहरू त्यहाँ भएका त्यो पिरियड सुत्दा चाटचुट पारेर खाएको देख्नु भने तपाईँहरू ढल्नुहुन्थ्यो होला। यस्तो मिठो मानी खाएको तपाईँहरूले पनि बनाउन सक्नुहुन्छ है साथीहरू। एकैछिनमा बन्दो रहेछ, केही पनि नचाहिँदो रहेछ होइन। मेरो बाबु नानीले खाएँ। मलाई चाहिँ यो अन्डा हालेको कुरा चाहिँ यस्तो खान मन लाग्दैन कि, यो खै किन हो थाहा छैन र